हेलो हाई नमस्ते कोनिचिवा म सुरज थापा मगर यहाँले यति बेला इजी जापानिज ल्याङ्ग्वेज हेरिराख्नु भएको छ। आज म तपाईहरुलाई पटक्कै जिरो लेभलबाट जापानिज भाषा सिकाउँदैछु। तपाईहरु यदि जापानिज भाषा सिक्न चाहनुहुन्छ, यदि तपाईहरु जापानिज भाषा पढ्न चाहनुहुन्छ भने अवश्य पनि हाम्रो इजी जापानिज ल्याङ्ग्वेजलाई चाहिँ यहाँले सम्झिन सक्नुहुनेछ। र आज म तपाईहरुलाई यस इजी जापानिज ल्याङ्ग्वेज को थ्रुबाट म जापानिज भाषा यहाँले सिकाउने छु र अन्त्यसम्म हेरेर साथ दिनु होला। जापानिज भाषा है, जापानिज भाषा जापानिज भाषालाई चाहिँ जापानमा जापानिज ल्याङ्ग्वेज भन्दैन है, यसको छुट्टै छ। जापानिज भाषालाई निहोङ्गो भन्छ। निहोङ्गो भनेको जापानिज भाषा है। यसको बारेमा म तपाईहरुलाई आज भन्नेछु जापानिज भाषाको बारेमा। र जापानिज भाषा चाहिँ हामीले पढ्नुपर्ने भनेको एउटा हिरागाना, अर्को काताकाना र अर्को खान्जी हुन्छ है। एउटा हिरागाना, अर्को काताकाना र अर्को खान्जी हुन्छ। हिरागाना भनेको नेपाली अ आ लेखे जस्तो है, लेखे जस्तो नेपाली अ आ लेखे जस्तो। र काताकाना भनेको चाहिँ नेपाली अ आ लेखे जस्तै हो, यो नाम लेख्न युज हुने वर्ड हो। र खान्जी भनेको चाहिँ चाइनिज लेटर, जापानले आफ्नो ल्याङ्ग्वेज मात्र हैन, आफ्नो लेटरहरु मात्र हैन, चाइनाको लेटर पनि युज गर्छ है, चाइनिज लेटर। र हिरागाना भनेको चाहिँ हामीले कति पढ्छौं भन्दाखेरि 46 वटा, काताकाना पनि 46 वटा। र हामीले त्यसैगरी खान्जी भनेको हामीले जापानिज भाषामा यान 5 र यान 4 पढ्छौं। यान 5 मा चाहिँ 120, त्यसैगरी यान 4 मा चाहिँ 350 मात्र जाने हुन्छ है। यहाँ यति जाने भने यान 4 गराउन गाह्रो छैन है त। र हामी सुरुमा पढ्ने भनेको हिरागानाको लेटरहरु पढ्छौं है त। हिरागाना ल ध्यान दिनु सबैजनाले। हिरागाना ध्यान दिनु है। हिरागाना आ का एक एक लाइन छोड्दै लेख्नु होला, तपाईले लेख्दै हुनुहुन्छ भने आ का सा ता ना आ मा या रा वा अनि न। आका साताना हामायारावा अनि न, यो चाहिँ तपाईहरुले कण्ठ गर्दा हुन्छ है त। आका साताना हामायारावा अनि न, यो चाहिँ तपाईहरुले कण्ठ गर्नुपर्छ। र सुरुमा भनेको हामीले आ लेख्छौं। र आको पनि यता ग्रुप छ है फेरि, यति मात्र हैन, आको ग्रुप छ, काको ग्रुप छ, साको ग्रुप छ। सुरुमा भनेको हामीले आ लेख्छौं है त। आ सिधा लाइन दिने, सिधा लाइन दिनुस् तपाईहरुले। सिधा लाइन भयो भने हल्का थोरै बाङ्गो ल्याउने, धेरै पनि हैन, थोरै बाङ्गो ल्याउने। अनि पेनलाई राख्नुहोस् अनि यसरी घुमाइदिनुस् है। यहाँ पनि खाली हुनु पर्यो, यहाँ पनि खाली हुनु पर्यो, ट्याक्क चिटिक्क बोल्नु पर्यो है त। ल कस्तो भयो फेरि गराउनुहोस्। सुरुको स्टेप यो भयो, एक स्टेप। दोस्रो स्टेप चाहिँ हल्का थोरै बाङ्गो, धेरै पनि थोरै बाङ्गो है त। अनि तेस्रो स्टेप चाहिँ यहाँ राख्ने पेन यसरी घुमाइदिने, आ भयो, आ भयो नि त। आपछि अब काको पालो अहिले आउँदैन है, आको पनि ग्रुप छ। आपछि ई पालो आउँछ, आपछि ई पालो। ई को सिधा तल अलिकति माथि यहाँबाट कमा लगाइदिने, यति मात्र है त। केही गाह्रो छैन, सिधा तल अलिकति माथि यहाँबाट कमा लगाइदिने, सक्यो हैन। केही गाह्रो छ त, केही पनि गाह्रो छैन। ई पछि उ पालो आयो, उ यो लाइन दिने, यहाँबाट उल्टो सी बनाउने, के गर्नु पर्दैन ल। यो लाइन दिने, यहाँबाट उल्टो सी बनाउने, यो मैले मेट्दिए। उ सिधा लाइन दिने, यहाँबाट उल्टो सी बनाउने, यति मात्र छ, सिम्पल है त। उ पछि के पालो आउँछ त, ठीक भन्नुभयो तपाईले, ए पालो आउँछ है त। ए सिधा लाइन दिने, सर यता गयो, तल आयो, ए लाइनबाट थोरै माथि आयो, यहाँबाट 2 बनाऊ है त। यो दिने, सिधा लाइन दिने, नछोइकन यता जानु पर्यो हो ए को लागि। अनि हल्का बाङ्गो तरिकाले यहाँ ल्याउनु पर्यो,
यही लाइनबाट तल माथि होइन, यही लाइनबाट सर्कलमा माथि अलिकति माथि जाने, यहाँ 2 बनाउने ए सक्यो नि त। ए पछि के पालो आयो, ओ पालो आयो, सिधा लाइन यहाँबाट यो यति दिने, सिम्पल। यही नेपाली क लेखे जस्तो सिधा लाइन दिने, यहाँबाट यति, यहाँ कमा दिने, सिम्पल है त। ओ अब त्यसै गरी हामी आको ग्रुप लेखेपछि आज अब काको ग्रुप लेख्छौँ है त। सिधा लाइन यहाँ अलिक बाङ्गो, यहाँ एउटा कमा यस्तो दिने, पहिला का लेख्दैछौँ हामी, हल्का बाङ्गो, यहाँ एउटा कमा दिने, सक्यो, जस्ट सिम्पल है त। का पछि आपछि ई आयो है, आपछि ई आयो र तपाईँ अनुमानित गर्नुहोस् आपछि ई आयो भने कापछि के आउँछ होला, ठिक भन्नुभयो तपाईँले, कापछि के आउँछ होला। दुईटा लाइन हल्का बाङ्गो अलिकति माथि, यहाँबाट यति दिने है, दुईटा लाइन हल्का बाङ्गो अलिकति माथि दिने, यहाँबाट यति दिने, कि सिम्पल। कि पछि ई पछि उ आयो, कि पछि के आउँछ, कु आउँछ, कु, यस्तो यस्तो सिम्पल है त, यस्तो यस्तो, जस्ट सिम्पल छ है। कु पछि के, सिधा लाइन यो बाङ्गो, सिधा लाइन दिने, यो आयो अनि यहाँबाट यो आयो, के भयो, के, सिम्पल है नि त। के पछि ए पछि ओ आयो, के पछि को आउँछ, यो तल यो माथि, केही गर्नै पर्दैन है, यो तल यो माथि, को भयो, सिम्पल। अब पालो आयो का पछि साको पालो, सिधा लाइन दिने, अलिकति तल अलिकति माथि यस्तो दिने है, सिधा लाइन दिने, अलिकति बाङ्गो ल्याउने, अलि माथि, यहाँबाट यति दिने, जस्ट सिम्पल सा है। सा गर्नुभयो तपाईँले पक्कै पनि। सा पछि का पछि के आयो, सा पछि सी आउँछ है, सी जस्ट सिम्पल यति बनाउने, सी सक्यो नि त। सी पछि कि पछि कु आयो, सी पछि सु आउँछ, ध्यान दिने है, सु यो दिने, एउटा लाइन बनाउने, सिधा लाइन दिने पहिला सुको लागि है, सी भयो, सुको लागि सिधा लाइन दिने, अलिकति यहाँ ल्याउने, यहाँबाट सर्व तल जाने, लाइन बनाउने, सु भयो, सिम्पल है त। सु पछि सेको लागि सिधा लाइन, यहाँबाट यस्तो, यहाँबाट यस्तो, यो पनि जस्ट सिम्पल छ है, सेको लागि। अब सु सक्यो हाम्रो, सी है नि त, सिधा लाइन यहाँबाट यता आयो, यहाँबाट यता गयो, से पछि के पछि को आयो, से पछि सु आउँछ, सु सिधा यता आयो, यस्तो गयो, यहाँबाट सर्प अलिकति छोडेर आउने है, सिधा यता गयो, यो आयो, यहाँबाट सर्प अलिकति छोडेर यस्तो आउनुपर्छ, सो भयो, जस्ट सिम्पल छ है, केही पनि गाह्रो छैन है। आका सासम्म हामीले मजाले सक्यो है। एकचोटि तपाईँले सर्प यो रिभिजन गर्नुहोस्। र अब सा पछि ताको पालो आयो, प्लस गराउने, बिचमा सानो को, प्लस गराउने, बिचमा यो सानो को ल्याएर राखिदिने, ता, सिम्पल। तापछि के होला, हो ती हुन पर्ने, तर ती हुँदैन, ची हुन्छ है त, ची। सिधा लाइन यहाँबाट यति दिने, 5 जस्तो, यस्तो यस्तो दिने, ची, जस्ट सिम्पल है। ची सजिलो छ, सिम्पल है त हैन। ची पछि चु, उल्टो सी गरेर जस्तो गर्नु पर्यो है, माथि ठुलो तल सानो, ल चुको पाला हो, माथि ठुलो तल सानो, उल्टो चु, चु पछि ठिक भन्नु तपाईले, ते आयो है पालो, चे होइन तेको पालो है त। नेपाली 8 लेख्नु पर्यो, ते पछि तो, यो अनि यहाँबाट यस्तो, यहाँबाट यस्तो दिने, यहाँबाट यस्तो दिने, तो भयो, सिम्पल है। तो पनि सजिलो छ। अब तो आकाश ता, के को पालो आयो त, नाको पालो आयो, प्लस दिने, यो यति दिने, प्लस दिने, यो दिने, यहाँबाट यति दिने, सो सिम्पल है त, जस्ट सिम्पल। नापिसक्यो होइन त। नापछि के को पालो आयो, नुको पालो आयो, नु सरी, नापछि नीको पालो आयो है, नापछि नीको पालो आयो, नि
सर र तल अलिकति माथि यहाँ बिचमा सानो को र तल अलिकति माथि बिचमा सानो को नु सक्यो नु आकाशाता ना नानी नु नुको पालो है ना नि गरायो हामीले नि त नि पछि नु पालो आयो यो दिने यहाँबाट द सिम्पल है नु यहाँ है त नि पनि गरायो नु पहिला यो दिने यहाँ पनि राख्ने यसरी यहाँ घुमाइदिन सकिन्छ सिम्पल छ है नु पछि ने पनि सिम्पल छ सिधा लाइन यो अनि यहाँबाट यस्तो सिधा लाइन दिने सर यो लाइन गयो तल आयो यही लाइनबाट सबै माथि गयो यहाँबाट यस्तो भयो ने भयो हैन त ने पछि नो पालो आयो है नो सिम्पल यति बनाएको छ क्लियर नो आकाशाता नाको पनि सक्यो हैन त अब के को पालो आयो हाको पालो आयो सिधा लाइन यहाँबाट यति दिने सिधा लाइन दिने यस्तो दिने यहाँबाट हा भयो के भयो हा भयो हा पछि हि पालो आयो यो दिने सर तल आयो यहाँबाट यस्तो दिने सिधा यु बनाएर यस्तो दिने यु हैन त हि सरी यु भनेछु हि भयो नि त हि पछि के होला हि पछि फु पालो आयो है त फु यास बनाउने ड्यास 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 फुको लागि यास बनाउने ड्यास 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 सकिहाल्यो फु सिम्पल छ है फु पछि हे पालो आयो ल हेको लागि है हेको लागि यस्तो हलो जस्तो गर्नु पर्यो गाउँमा हलो हुन्छ नि त्यो हलो गर्नु हे पछि हो पालो आयो सिधा दुईटा लाइन यहाँबाट यो दिने सिधा दुईटा लाइन यहाँबाट यो दिने यहाँ माथि चाहिँ छेड्नु भएन है त्यसलाई ल अब के को पालो आयो त माको पालो आयो मिलासन दुईटा लाइन यहाँबाट यस्तो दिने दुईटा लाइन यहाँबाट यो दिने मापछि के होला मी यो यहाँबाट यस्तो सिधा यो यहाँबाट यता गयो यहाँबाट काटिदिने मी भयो योमा यो मी के को पालो आयो होला भन्नुहोस् त यो पछि ठिक भन्नुभयो तपाईँले मी पछि मुको पालो आयो है मु सिधा लाइन यहाँबाट यस्तो यस्तो दिने है सिधा लाइन दिने यहाँबाट यस्तो दिने है मु पछि मेको पालो आयो ल मु पनि सक्यो मु पछि मे यो दिने यहाँबाट यस्तो दिने सिधा लाइन दिने यहाँबाट यस्तो नु जस्तो भयो तर यहाँको नु चाहिँ यहाँबाट काट्यो यो चाहिँ काटिएन हैन त मे पछि मो दुईटा लाइन यहाँबाट याल बनाउने है दुईटा लाइन यहाँबाट याल बनाउने मो ल माको पनि पालो सक्यो अब मा पछि याको पालो यस्तो है यस्तो दिने सिधा लाइन एउटा यो ठुलो यो सानो या हो यहाँ पछि के पालो आउँछ होला यहाँ पछि इ आउने लेखिसकेको छ यी पछि सिधै युको पालो है हाम्रो यस्तो यो दिने एउटा यस्तो हो यु हो सक्यो भने त यु पछि के को पालो आयो त सिधै योको पालो आयो सिधा यो यस्तो यो दिने यहाँबाट यस्तो भयो यो के को पालो आयो राको यो दिने यस्तो यो दिने यस्तो रा पछि के को पालो आयो त रा पछि रि यो यस्तो है त रिलाई हेर्नुहोस् त रि कति सजिलो छ यहाँबाट माथि यहाँबाट यस्तो रि अब रि पछि यो यु माथि गयो सरी यो यु चाहिँ माथि गयो रि पछि अनि यो म ठाउँ नपुगेर चाहिँ अलिकति यहाँ तल लेख्छु है यो मिलाएर बुझ्नु होला तपाईँहरूले रि पछि रु यो चाहिँ रु यसको गुरु भयो मिलाएर बुझ्नु होला रुको लागि चाहिँ सिम्पल नेपाली 3 बनाउने यति बनाएको चाहिँ है सिम्पल रु पछि रे सिधा यो यस्तो सिधा यहाँ गयो तर यहाँ माथि यहाँबाट सी भन्नु रे सक्यो भने त रे पछि के पालो आयो त रो अनि के पालो आयो वा सिधा यो अनि यहाँबाट यस्तो वा सिधा यो दियो यो
तल आयो यहाँबाट सिधा सिम्पल यति मात्रै है यो चाहिँ वा पछि हामी त्यसै गरी वा पछि सिधै के आउँछ वा पछि ओ आउँछ है ओ आउँछ यस्तो यो त्यहाँ सिधा लाइन यहाँबाट यो त्यहाँ सोध्याएर यो त सिम्पल छ हेर्नु त सिधा यो अनि यहाँबाट यस्तो ओ पछि न अलिकति बाग्नु अलिकति माथि यहाँबाट टु गर्नु अलिक माथि फर्केर टु गर्नु पऱ्यो नको लागि न कस्तो हेर्नुहोस् है न कस्तो भन्दाखेरि अलिकति छड्की ल्याउने अलिकति माथि यहाँबाट यस्तो माथि फर्केर टु जस्तो गर्नु पऱ्यो है ल हिरागाना चाहिँ यति नै हो 12 3 दिन बाँकी छ होइन हिरागानामा पढ्नुपर्ने भनेको चाहिँ नसम्म आदेखि नसम्म यति हो है त तपाईँहरूले यति जान्नुभयो भने चाहिँ जापानिज पढ्नको लागि यहाँहरूलाई धेरै नै सहज हुनेछ है यहाँहरूलाई भिडियो मन पर्यो भने यहाँहरूले लाइक कमेन्ट अनि सब्सक्राइब पनि गर्न नबिर्सिनु होला र यस्तै नयाँ भिडियो तपाईँहरूलाई लिएर म आउनेछु यहाँहरूले पक्कै पनि साथ सपोर्ट दिनुभयो भने ओके सायोनारा।